राम्रोसँगले हेर्नु ल। यो जग्गा चाहिँ मैले बैना हान्ने भयो है। अनि यो जग्गामा गरी खान सक्ने खालको हिम्मतवाली चाहियो। कसले चाहिँ म फलफुल फलाएर मजाले चाहिँ बिक्री गर्छु खान्छु मजाले भनेर चाहिँ हिम्मतवाली एकजना चाहिँ आउनु पर्यो। यो जग्गा भनेको जति देख्नुपर्छ भिडियोमा उहाँ पर भैँसी चरिरहेको ठाउँ अलिक परतिरदेखि त्यो सिमाना हो। त्यहाँदेखि चाहिँ यो गाई वस्तु भएकोदेखि लिएर यो भाइ आउँदै गरेको ठाउँदेखि लिएर पुरै यो ठुलो बर्को रुखदेखि लिएर तपाईँको यो घरदेखि मुनिसम्म 10 रोपनी जग्गा रहेछ है त। कोही हुनुहुन्छ भने चाहिँ यहाँ कृपया कमेन्ट गर्नुहोस्। मैले चाहिँ यति बारी हेर्न सक्छु, म चाहिँ यहाँनिर गरी खान सक्छु भन्ने यति हिम्मतवाली कोही हुनुहुन्छ भने यहाँ कमेन्ट गर्नुहोस् म छु भनेर। अनि अब यहाँ बिरुवापात लगाउनु पर्छ। अलिअलि बिरुवाहरू चाहिँ लगाएर छ होइन। र अब यहाँ चाहिँ पुरै बगैँचा लगाएर चाहिँ मजाले आनन्द बसी खाने है त। अनि यो ठाउँ चाहिँ कहाँ भन्नुहुन्छ भने चाहिँ तपाईँको मूलघाट एरियामा है। मूलघाटको छेउमा छ। अनि धनकुटा बजार जान पनि सजिलो, तपाईँको भेरेटार जान पनि सजिलो, अनि धरान जान पनि सजिलो, एकदमै नजिकै है। यहीँनिर होला। अब धनकुटा एरियाको धरान भेरेटारतिरको कोही हुनुहुन्छ भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरूले चाहिँ अब यतिको चाहिँ म गरी खान सक्छु भन्ने लाग्छ तपाईँहरूलाई भने यहाँ कमेन्ट गर्नुहोस् ल। यो भिडियो चाहिँ स्पेसली तपाईँहरूको लागि है।